ओके सो सेयर्ड पुलको कुरो गऱ्यौँ हामीले त्यसलाई चाहिँ हामीले के भन्यौँ भने यदि केही गरिकन प्लिज इग्नोर ओके अब यस्तो हुन्छ कि क्लास सक्ने बित्तिकै अब यिनीहरूलाई प्रब्लम हुन थाल्छ अनि पपअप गर्न थाल्छ प्लिज इग्नोर एनी पपअप्स पछि म हेरिदिउँला सो हामी कुरो गरिराखेको थियौँ सेयर्ड पुलको बारेमा अनि यसमा चाहिँ हामीले के देखिराखेको छ भने कुनै पनि क्वेरी प्लान जब बनाउँछ त्यो क्वेरी प्लान बनाएर पहिला राख्ने भनेको सेयर्ड पुलमा हो क्वेरी एक्जिक्युसन गर्दाखेरि सेलेक्ट स्टेटमेन्ट जब हामी लेख्छौँ वा जोइन्स पर्फर्म गर्छौँ सब क्वेरी लेख्छौँ होला जति पनि कम्प्लेक्स टाइपका क्वेरिजहरू छन् अझ भनौँ न सेलेक्ट स्टेटमेन्टहरू छन् हरेकको लागि एउटा क्वेरी प्लान बनाउँछ त्यो क्वेरी प्लान बनाएर सेयर्ड पुलमा राखिराखेको हुन्छ त्यसको आधारमा सर्भर प्रोसेसले चेक गर्नु पर्यो भने पहिला चेक गर्नेको आन्तरिक कुरो गर्दैछौँ हामी सो इन्टरनल्समा पहिला चेक गर्ने भनेको सेयर्ड पुलमा हो कोन्ज सो पहिला चेक गर्ने भनेको सेयर्ड पुलमा हो सरी सो पहिला चेक गर्ने भनेको सेयर्ड पुलमा अनि त्यस पछाडि चाहिँ उसले त्यसको करस्पोन्डिङ डेटा बफर क्यासमा छ कि छैन भनेर भ्यालिडेट गर्छ ठिक छ तर यदि केही गरिकन सेयर्ड पुलमा छैन भने पहिला क्वेरी प्लान बनाउँछ सेयर्ड पुलमा त्यसलाई पपुलेट गर्छ त्यसलाई स्टोर गर्छ त्यसको करस्पोन्डिङ डेटा बफर क्यासमा ल्याउँछ र सर्भर प्रोसेसले प्रोग्राम भेरिएबललाई होइन रन टाइममा प्रोग्राम भेरिएबल त्योभन्दा माथि चाहिँ उसले प्रोभाइड गरिराखेको हुन्छ द्याट्स द युजुअल प्रोसेस अफ सेयर्ड पुल ठिक छ अब यसै माथि कुरो गरौँ हामी अरू फ्याक्टरमा चाहिँ वान आफ्टर एनदर तल जाउँ हामी अलिकति हामीले कुरो गरिराखेको थियौँ त्यसमा इफ आई रिमेम्बर लार्ज पुलको बारेमा भनिन्छ यो लार्ज पुल भनेको आफैमा रिकभरी म्यानेजरसँग रिलेटेड कामहरू गर्छ मलाई यदि यहाँनिर लेख्नु पर्यो भने म एक लाइन चाहिँ यहाँ तलतिर गएर लेखिदिन्छु गिभ मी सेकेन्ड यहाँ अर्को फाइल बनाऊ यो पार्ट भयो म यसैलाई यसो गर्छु एकैछिनमा ओके ग्रेट सो म अब यहाँ चाहिँ मलाई डिस्कस गर्न सजिलो भयो सो यो लार्ज पुल जुन तिमीले देखिरहेको छ यो चाहिँ रिकभरी म्यानेजरलाई जब हामीले रिकभरी म्यानेजर एक्सेस गर्नुपर्ने हुन्छ आरम्यान भन्छौँ हामी रिकभरी म्यानेजर भनेर भन्छौँ त्यो आरम्यान भन्ने प्रोसेस चाहे त्यो ब्याकअपको लागि होस् वा रिस्टोरको लागि होस् सो त्यसको लागि डेटा फाइल रिडु लग फाइल र कन्ट्रोल फाइललाई पहिला लार्ज पुलमा लिएर जान्छ आई रिपिट डेटा फाइल रिडु लग फाइल र कन्ट्रोल फाइललाई ब्याकअप गर्नु पर्दो रहेछ आरएमएन रिकभरी प्रोसेस जब हामी चलाउँछौँ त्यति बेला हामी हेर्छौँ त्यति बेला आफै प्र्याक्टिकली सो केलाई ब्याकअप गर्नु पर्दो रहेछ त म यसरी यहाँनिर देखाइदिउँ सो एउटा चाहिँ डेटा फाइल होइन सो यसले चाहिँ हेर्ने भनेको पहिला डेटा फाइल त्यस पछाडि रिडु लग फाइल त्यस पछाडि कन्ट्रोल फाइल है सो यी सबैलाई पहिला लार्ज पुलमा र लार्ज पुल पछाडि चाहिँ अब बल्ल हामीलाई कुनै पनि अरू ब्याकअप मिडियाहरू जुन छ त्यो भनेको टर्सरी डिभाइसेसहरू टर्सरी डिभाइसेस भन्छौँ हामी सो ब्याकअप मिडियामा अनि बल्ल उसले लिएर गइराखेको हुन्छ यहाँ चाहिँ ब्याकअप मिडिया हुन्छ एक्सटर्नल फाइल सिस्टम हो यो सो ब्याकअप मिडिया छ हामीसँग सो ब्याकअप मिडिया अब यो आफैमा ब्याकअप मिडिया भनेको टर्सरी फाइल हो न्यास हुनसक्छ सानो हुनसक्छ स्टोरेज एरिया नेटवर्कहरू तर हामी के बुझौँ भने आरम्यान भन्ने युटिलिटीले होइन सो
डेटा फाइल, रिडु लग फाइल र कन्ट्रोल फाइललाई ब्याकअप लिनु पर्दो रहेछ भन्ने कुरा थाहा पाउँछ। तर त्यो सिधै ब्याकअप मिडियामा गएर स्टोर गर्दैन। उसले पहिला कहाँ लिएर आउँछ? लार्ज पुलमा। त्यसपछि कहाँ लिएर आउँछ? ब्याकअप मिडियामा। यो हो, द्याट इज द पर्पस अफ द लार्ज पुल। ओके, त्यति भनिसके पछाडि इज इज अ फन्डामेन्टल थिङ है। प्र्याक्टिकली हामी हेर्नु पर्यो भने हामीले चाहिँ यो मेमोरी एरियामा कहाँ लिएर जान्छ, के गर्छ भनेर हामीले हेर्नु पर्दैन। तर लार्ज पुलको काम के हो भनेर बुझिराखौँ। कसैले तपाईँलाई एक लाइनमा या अब्जेक्टिभ टाइपमा क्वेसनमा सोध्यो भने वाट इज लार्ज पुल रिलेटेड टु? लार्ज पुल इज रिलेटेड टु आर्मेन प्रोसेस, रिकभरी म्यानेजर प्रोसेस भनेर भनिन्छ। आर्मेन भनेको रिकभरी म्यानेजर है। आर्मेन त युटिलिटीको नाम हो। हामी भन्ने बेलामा चाहिँ आर्म्यान भन्छौँ। एक्सक्युज मी। सो आरएमएन भनेको रिकभरी म्यानेजर, आरइसिओ भिइआरवाई, रिकभरी म्यानेजर भनेर भन्छौँ हामी। सो यो रिकभरी म्यानेजर भन्ने प्रोसेस चलिराखेको हुन्छ र त्यति बेला चाहिँ लार्ज पुलमा डेटा ल्याएर ब्याकअप मिडियामा डेटा स्टोर गर्छ। अब यो ब्याकअप मिडिया भनौँ, लोकेसन भनौँ, हार्डवेयरको लोकेसन हुनसक्छ, वा नेटवर्कको सर्टिन ड्राइभ्सहरू हुनसक्छ, जहाँसुकै राखे पनि आफ्नो डिबिएमएसको सिस्टम भन्दा बाहिर स्टोर गर्नुपर्छ भनिन्छ। नत्र डिबिएमएस क्रास भयो भने त ब्याकअप पनि एक्सेसिबल नहुने भयो नि त। त्यही भएर हामी के गर्छौँ, ब्याकअप मिडिया स्टोर गर्ने बेलामा सर्टेन अर्को ड्राइभमा राख्छौँ। जस्तो तपाईँले अस्ति हामीले इन्स्टल गर्ने बेलामा सम्झिनु भएको छ भने हामीले चाहिँ एउटा स्ल्यास U02 भनेर छुट्टै बनाएको थियौँ होइन। U01 भनेको इन्स्टलेसनको लागि, U02 भनेको डेटाको लागि, अनि त्यसपछि ब्याकअप भने स्ल्यास ब्याकअप भने छुट्टै डिरेक्टरी नै हामीले माउन्ट पोइन्ट एउटा बनाएर राखिराखेको छौँ भोलि पर्सि आर्मेनको लागि काम लागेर होइन। त्यसको लागि एउटा लार्ज पुलको कुरो गऱ्यौँ। अब जावा पुलको कुरो गरौँ। यो जुन हामीले ओराकल होल एप्लिकेसन देखिराखेको छौँ, ओराकल होल डेटाबेस देखिराखेको छौँ, यो जाभामा बनेको सफ्टवेयर हो यो। ठिक छ। सो जाभामा बनेको सफ्टवेयरलाई ह्यान्डल गर्नु पर्यो भने जेभिएम को लागि, जेआरई को लागि, जाभा रन टाइम इन्भाइरोमेन्ट भन्छौँ हामी। त्यसै गरिकन जाभा रिलेटेड केही एप्लिकेसन्सहरू युज गरिराखेको हुनसक्छ, राइट। जसले चाहिँ त्यो डेटालाई लेट्स कनेक्टिभिटी अदर प्रोसेसको लागि काम गर्छ भने त्यसलाई हामी भन्छौँ जाभा पुल। ओके, सो जाभा पुलले इन्टरनल जाभाको भेरिएबल्सहरूलाई स्टोर गर्नको लागि ऱ्याममा होइन, त्यसको लागि चाहिँ त्यहाँ जाभा पुलमा राख्छ। फेरि के बुझौँ, डिबिएमएस स्पेसिफिक कुनै अरू जाभा एप्लिकेसन पनि चल्छ, मल्टिथ्रेडेड एप्लिकेसन्सहरू चलिराखेका होला त्यहाँ सर्भरमा, हाम्रो त्योसँग सरोकार भएन। अहिलेको जुन यो जाभा पुल हो त्यो हाम्रो ओराकल डेटाबेस स्पेसिफिक केही एप्लिकेसन्सहरू इन्टरनल्सहरू चलिराखेको छ भने त्यो मेमोरी ह्यान्डल गर्नको लागि जाभा पुल चाहिन्छ, एन्ड द्याट इज वाट जाभा पुल विल बी युज्ड फर। ओके, सो भनिन्छ जाभा स्टोर्ड प्रोसिड्युर्स आर स्टोर्ड विदिन द जाभा पुल। लेख्नु पर्यो भने हामी एक लाइन लेख्न सक्छौँ, जाभा स्टोर्ड प्रोसिड्युर्स पनि यहाँ तलतिर लेखे जस्तो चाहिँ लागेको छैन। ओके, यसो गरौँ, यहीँनिर छ जाभा पुल भनेर म यहाँ एक लाइन लेखिदिन्छु। ओके, द जाभा स्टोर्ड प्रोसिड्युर्स, STORED, स्टोर्ड प्रोसिड्युर भनौँ और फङ्सन्स भनौँ होइन, FUNCTIONS, फङ्सन्स भनौँ, आर स्टोर्ड विदिन दिस, आर स्टोर्ड हियर, आर स्टोर्ड हियर। ल, यो चाहिँ हामीले बुझ्नुपर्छ है। अर्को यसैमा लहरै हेर्ने हो भने स्ट्रिम्स पुल भन्ने छ। फर योर नलेज स्ट्रिम्स भन्ने बित्तिकै यो एउटा टेक्निकल टर्म हो, STREAMS। स्ट्रिम्स भन्ने बित्तिकै यो रेप्लिकेसनसँग रिलेटेड काम गर्छ। यसले भनेको रेप्लिकेसनसँग रिलेटेड काम गर्छ। सो यसले हामीलाई रेप्लिकेसनसँग रिलेटेड काम गर्छ। ओके, सो रेप्लिकेसन टेक्नोलोजी of Oracle uses streams. गेस गरिसक्नु भयो होला। रेप्लिकेसन भन्नुको अर्थ के हो, आफ्नो डेटाबेस सर्भरमा जुन हाम्रो डेटा बसिराखेको छ हो, डेटाबेस सर्भरमा जुन हाम्रो डेटा बसिराखेको छ त्यसलाई चाहिँ के गर्ने, एउटा मास्टर स्लेभको कन्सेप्ट युज गर्ने, अनि त्यसलाई चाहिँ त्यहाँनिर एक्सटर्नल डिस्कमा गएर त्यसलाई चाहिँ प्यारलली राइट गरिराख्ने, प्यारलली राइट गरेर बस्ने। सो आफू जुन यो डेटाबेस अपडेट भइराखेको छ नि
त्यो डिस्क अपडेटका जति पनि इन्फर्मेसन्सहरू छ त्यो इन्फर्मेसन चाहिँ यता स्लेबमा पनि एसएलएभिई स्लेबमा पनि स्टोर गरिराख्ने। सो मास्टरमा केही चेन्जेसहरू छ भने त्यसलाई चाहिँ स्लेबमा पनि देन एन्ड देयर राइट गरिराख्ने र त्यो राइट भयो कि भएन भन्ने इन्फर्मेसन अब डिपेन्ड गर्छ। यो हामी आरएआइडी रेडको 01 आर्किटेक्चर युज गरेका छौँ, 10 आर्किटेक्चर युज गरेका छौँ, 05 आर्किटेक्चर युज गरेका छौँ। त्यसको आधारमा यहाँ राइट हुने बेलामा उसले एक्नोलेज गर्छ गर्दैन भन्ने कुरा चाहिँ त्यसपछि डिपेन्ड गर्छ। सो यहाँ प्यारिटी पनि चेक गर्छ। 05 आर्किटेक्चर युज गर्नु भएको छ भने प्यारिटी पनि चेक गर्छ, डिस्कमा राइट भयो भएन। ठिक। अनि यो भनेको आफैमा टाइम कन्ज्युमिङ प्रोसेस हो। यो किन चाहिँ युज गरिन्छ भन्दा किन ट्रेड अफ गर्छौँ हामी, सच द्याट मानव एउटा अर्गनाइजेसन छ, त्यो अर्गनाइजेसनको लागि डेटा एकदमै क्रुसल डेटा हो भने मास्टर डाउन हुने बित्तिकै बर्बाद भयो। त्यही भएर हामी के गर्छौँ, त्यसलाई चाहिँ स्लेबमा पनि डेटा रेप्लिकेट गरेर राखिराखेको हुन्छौँ। केही गरिकन मास्टरका ड्राइभहरू इनएक्सेसिबल भए, नेटवर्क डाउन भयो, जेसुकै अवस्थामा भए पनि स्लेबले त्यस पछाडि उसको कन्ट्रोल लिइराखेको हुन्छ। सो मोर अन दिज थिङ्स लेटर। तर अहिलेको लागि कसैले स्ट्रिम्स पुल भन्ने बित्तिकै द फर्स्ट थिङ द्याट सुड कम इन युर माइन्ड इज रिलेटेड टु रेपुटेसन। ओके, सो दिस इज द थिङ, सो रेप्लिकेसन आउनुपर्छ हाम्रो दिमागमा। के हो त, कसैले स्ट्रिम्स भनेर भन्छ, स्ट्रिम्स पुल के को लागि युज गर्छ भनेर कसैले सोध्यो भने ए यो चाहिँ रेप्लिकेसनको लागि। ओके, ल यो भयो स्ट्रिम्स पुलको बारेमा। अर्को त्यसैमा कम्पोनेन्ट हेर्दै जाँदाखेरि अलिकति माथितिर जाउँ, त्यहाँ पिजिए भन्ने सेक्सन छ। मैले अघि जुन भनिराखेको थिएँ नि त्यो भनेको यो एरिया हो। ओके, सो यो डेटा फाइल्सलाई, रिडु लग फाइल्सलाई, कन्ट्रोल फाइल्सलाई प्यारलली जति पनि डेटाको अपरेसन्सहरू हुन्छ त्यो अपरेसन हुने कहाँ हो, अपरेसन हुने बफर क्यासमा हो। त्यो बफर क्यासमा जति पनि अपरेसन्सहरू भइराखेको हुन्छ थ्रु द डेटाबेस राइटर प्रोसेस यहाँनिर काम भइ सरी सो यहाँनिर काम भइराखेको हुन्छ के। बफर क्यासमा केही चेन्ज भयो भने त्यसको एक्ज्याक्ट इन्फर्मेसन रिडु लग बफरमा पनि त्यसको रेप्लिका बन्छ। त्यो रेप्लिका लग राइटरको थ्रुबाट रिडु लग फाइल्समा पनि गएर बसिराखेको हुन्छ। यो भनेको इन्स्टेन्टेनियस हो, यो प्रोसेस भनेको इन्स्टेन्टेनियस हो। बफरमा केही चेन्ज हुने बित्तिकै इन्स्टेन्टेनियस हुन्छ। तर यहाँ चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो साइज 10वटा ट्रान्जेक्सन्सहरू सकेपछि मात्रै गर्ने कि 100वटा सकिसके पछाडि मात्रै गर्ने कि भन्ने कुरा चाहिँ डेटाबेसको राइटर प्रोसेसले डिसाइड गर्छ। त्यो हाम्रो सेटिङ्समा भइराखेको हुन्छ, द्याट वी हेभ अलरेडी टक्ड। तर बफर क्यासमा कुनै पनि चेन्जेसहरू हुने बित्तिकै रिडु लग बफरमा अपडेट हुन्छ। रिडु लग बफर अपडेट हुने बित्तिकै लग राइटरको प्रोसेसले त्यसलाई चेक गर्छ र रिडु लग फाइल्समा गएर अपडेट गर्छ। अपडेट गर्ने बेलामा चेक पोइन्टिङको हेल्प लिन्छ र उसले के देख्छ भन्दाखेरि चेक पोइन्टिङको हेल्प लिने बित्तिकै यदि डेटाबेसको राइटर प्रोसेसले केही चेन्ज गरेको छ भने उसको हेडर मेन्टेन गर्छ। लग राइटरको प्रोसेसले यसमा केही चेन्जेसहरू गर्दैछ भने चेक पोइन्टले त्यसलाई पनि त्यसको हेडरलाई पनि मेन्टेन गर्छ, त्यसको हेडरलाई पनि मेन्टेन गरिराखेको हुन्छ। र यी सबै जति पनि लग रिडु लग फाइल्समा वा डाटा फाइल्समा भएका चेन्जेसहरू छन् नि त्यो सबै इन्फर्मेसन्सहरू फेरि कन्ट्रोल फाइलमा पनि गएर बसिराखेको हुन्छ एज अ हेडर। सच द्याट जब सिस्टम रिस्टार्ट भइराखेको हुन्छ त्यति बेला ग्रेसफुल टर्मिनेसन एन्ड एन्ड के भन्ने त्यसलाई चाहिँ इन्टरप्टेड टर्मिनेसन भनेर भन्छौँ। ग्रेसफुल टर्मिनेसन एन्ड इन्टरप्टेड टर्मिनेसन भनेर भन्छौँ। सो इफ इट्स अ ग्रेसफुल टर्मिनेसन त्यो केसमा डेटा फाइलको हेडर त्यो भनेको ट्रान्जेक्सन आइडी, रिडु लग फाइलको हेडर त्यो भनेको उसको ट्रान्जेक्सन आइडी, कन्ट्रोल फाइलको हेडर त्यो भनेको उसको ट्रान्जेक्सन आइडी, दे अल विल बी एक्ज्याक्टली सेम। र बल्ल एसमन भन्ने प्रोसेस जुन उसले भेरिफाई गर्छ, डेटा फाइल चेक गर्छ कि त्यो लोकेसनमा छ छैन, त्यसको इन्टिग्रिटी चेक गर्छ र बल्ल माउन्ट पोजिसनबाट त्यो ओपन मोडमा जान्छ। गुड केस है, यो चाहिँ गुड केस। इमेजिन गरौँ हामीले सटडाउन नभनेर त्यसलाई चाहिँ के गर्यो भन्दा सटडाउन इमिडिएट भनेर लेखिदिउँ हामीले। कमान्ड लेख्ने बेलामा चाहिँ सटडाउन इमिडिएट भनेर राखिदिउँ हामीले। गिभ मी अ सेकेन्ड। लेट्स से
सो हामीले यदि हेर्ने हो भने मैले चाहिँ यहाँनिर एसटिआरटी युपी स्टार्टअप ओपिइएन ओपन भनिराख्नु पर्दैन जस्ट बिकज यो विन्डोज मसिन हो विन्डोज मसिनमा कन्फिगर गर्दाखेरि त्यो सर्भर प्रोसेस जति बेला अपरेटिङ सिस्टम इनेबल हुन्छ नि ओपन हुन्छ नि त्यति बेला नै डेटाबेस पनि स्टार्टअप भएर ओपन भएर बसिराखेको हुन्छ द्याट्स हाउ आई हेभ कन्फिगर्ड फर इक्जाम्पल यहाँनिर यदि मैले सर्भिसेसमा गएर चेक गर्ने हो भने म फेरि लिनक्समै जान्छु ल यो जस्ट अहिले एक्सप्लेन मात्रै गर्न खोजेको सो यहाँ मैले ओराकलको सर्भिस हेर्ने बित्तिकै दिस इज आवर सर्भिस यहाँ छ सो यसलाई मैले प्रपर्टिजमा जाँदाखेरि यो कति बेला छ अटोमेटिक छ सो अटोमेटिकको अर्थ के हो जब सिस्टम रिस्टार्ट हुन्छ हो त्यति बेला नै रिस्टार्ट गरिदिनुहोस् प्लिज भनेको तर यसैमा म्यानुअल जुन लिनक्समा हामीले गरिराखेको थियो त्यो चाहिँ म्यानुअल थियो त्यही भएर एभ्री टाइम हामीलाई स्टार्टअप ओपन भनिराखेको छ यो लर्निङ पर्पस भएको भएर हामीले एभ्री टाइम स्टार्टअप ओपन भन्नु पर्या हो क्या प्रोडक्सन सर्भरमा लगइन गर्दाखेरि त्यो त वर्षौँदेखि त्यो इनेबल भएर बसिराखेको हुन्छ सो यु डोन्ट ह्याभ टु वरी अबाउट दोज थिङ्स ओके ल सो अहिलेको लागि हामी के बुझ्छौँ मेरो सर्भिस चाहिँ इनेबल्ड छ सो मैले यहाँनिर स्टार्टअप ओपन भनेर भन्यो भने पनि खासै फरक पर्ने बेला चाहिँ छैन उसले अलरेडी भनिसक्यो कि सटडाउन पहिला गर अनि स्टार्टअप गर्लास् भन्छ सो त्यो इन्स्टान्स अलरेडी रनिङ भइराखेको छ हेर्नै मन लागेको छ भने हामी के भन्न सक्छौँ हिजो अस्ति हामीले कुरो गरिरहेको थियौँ एसएलसिटी सेलेक्ट अनि त्यस पछाडि आइएनएसटिएनसी सेलेक्ट हाम्रो चाहिँ उसको इन्स्टान्सको रन भएको चिज एकैछिन ल हो आइएनएस आइएनएसटिएनसी इन्स्टान्स हेर्न खोजिराखेको यस इट्स ओपन राइट तर यसैलाई यदि मैले केही गरिकन मैले एसएचयुटी डिओडब्लुएन भन्यो भने अहिले मेरो लगइन कोड त्यो पनि चेक गरौँ है त सो युएसआर भन्यो भने उसले चाहिँ युजर सिस भनेर देखाइराखेको छ सो डिबिए को एकाउन्टलाई सिस्टम सटडाउन गर्ने पर्मिसन हुन्छ तर नर्मल युजरलाई इभन इफ यु हेभ ग्रान्टेड द डिबिए प्रिभिलेज उसँग सिस्टम सटडाउन गर्ने प्रिभिलेज हुँदैन सिस्टमलाई रिस्टार्ट गर्ने सटडाउन गर्ने प्रिभिलेज डेटाबेसलाई गर्ने भनेको कि त सिस अर सिस्टम भन्ने एकाउन्टसँग मात्रै हुन्छ सो त्यसो भए मैले सटडाउन एसएचयुटी डिओडब्लुएन सटडाउन मात्रै लेख्नु भएको छ भने यसको मिनिङ हो यो चाहिँ हाम्रो लागि सटडाउन यो चाहिँ सटडाउन एसएचयुटी डिओडब्लुएन सटडाउन ग्रेसफुल हो क्या यो ठिक छ यो चाहिँ सटडाउन भनेको यो चाहिँ कस्तो छ त सटडाउन यो ट्रान्जेक्सन भनौँ यानी कि all other transactions those are active please complete your operations and then will shut down भनेर उसले चाहिँ सबैलाई इन्स्ट्रक्सन हरेक प्रोसेसलाई इनिसिएट गर्छ ठिक छ सो हामीले सटडाउन भन्दा चाहिँ सटडाउन नर्मल तरिकाले सटडाउन भनेको यो ग्रेसफुल टर्मिनेसन हो सो मैले अहिले सटडाउन भनिदिएँ भने नाउ लेट्स सी व्हाट ह्यापन्स इट इज टेकिङ टाइम राइट कन्टिन्युस टाइम लियो नि त उसले सो पहिला डेटाबेसलाई क्लोज गर्यो डेटाबेसलाई डिसमाउन्ट गर्यो होइन डिसमाउन्ट गरिसके पछाडि बल्ल ओराकलको इन्स्टान्स सटडाउन भएर बसिराखेको छ अब यदि मैले चेक गरेँ अब यदि मैले यहाँनिर चेक गरेँ भने अब के आउँछ त आइसक्यो ओराकल कुड नट बी नट एभाइलेबल एन्ड ब्ला 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 चिन्दै चिन्दैन भिडल इन्स्टान्स भने के उसलाई थाहा नै छैन ओराकल इज नट एभाइलेबल रेस्पोन्ड नै गरेन के सो यति भनिसके पछाडि हामीले जस्ट जे काम यहाँनिर हामीले गरिरहेछौँ विन्डोज बेस्ड मसिनमा एक्ज्याक्टली त्यही काम चाहिँ हामीले लिनक्स बेस्ड मसिनमा भइराखेको हुन्छ बिकज दे बोथ वर्क द सेम वे प्रिन्सिपली दे आर द सेम न सो टकिङ अबाउट रिडु लग बफर्स सो अब इमेजिन गरौँ हामीले केही गरिकन भइपरि भयो र पावर झ्याप्प गयो है पावर झ्याप्प गयो ऱ्यामले साथ दिएन डढेछ इजन्ट इट हार्ड डिस्क केही गरिकन क्रास भयो र सिस्टम डाउनको मोडमा गयो नेटवर्कले गर्दाखेरि पावर आउटेजले गर्दाखेरि हुनसक्छ हिट मानौ हाम्रो सर्भर रुमको जुन हिट डिसिपेसन थियो त्यो प्रपर कन्ट्रोल भएको थिएन र त्यसले गर्दाखेरि सर्भर डाउन भयो होइन एक्सट्रिम हिट भएर सिस्टम डाउन भएछ वाट एभर बी द केस यदि केही अपरेसन्सहरू बफर क्यासमा एक्स्ट्रा इन्फर्मेसनहरू छ जो कि डेटा फाइल्समा राइट गरिसकेको छैन भने त्यसको इन्फर्मेसन रिडु लग फाइलमा हुन्छ
अनि एसमन भन्ने प्रोसेसले त्यति बेला डिफ्रेन्सिएसन देखिराखेको हुन्छ हो त्यो सबै प्रोसेसलाई हेर्नको लागि हामीले कुरो गरेको थियौँ पहिला रिसेट गर्नु पर्यो द्याट मिन्स रिडु लगबाट हिजो हामीले कुरो गरे जस्तो रिडु लगबाट के गर्छ त उसले रिडु लगबाट लग राइटरको थ्रु यहाँ छ रिडु लगबाट लग राइटरको थ्रु रिडु लग बफरको थ्रु बफर क्यासमा गएर चेन्ज ल्याउँछ बफर क्यासमा भएको आइटम्सहरूलाई डेटाबेस राइटरमा तत्काल अब चाहिँ कुर्दैन 100 200 100 भन्ने यो अब यसलाई बाइपास गर्छ यो प्यारामिटरलाई र त्यो सबै इन्फर्मेसनलाई डेटाबेस राइटरले गएर डेटा फाइलमा गएर स्टोर गर्छ अब यो स्टोर हुने बित्तिकै अब के देखियो त फेरि एसमोनले भेरिफाई गर्छ उसको डेटा फाइल पनि लोकेसनमा छ छैन सँगसँगै इन्टिग्रिटी मेन्टेन गरेको छ छैन देख्दाखेरि भेट्छ इन्टिग्रिटी मेन्टेन भइसक्यो अब बल्ल हामी माउन्टबाट ओपन मोडमा जान्छौँ द्याट्स वाट वी हेभ अलरेडी डिस्कस सँगसँगै अब कुरो गरौँ हामीले सेयर पुलको कुरो गऱ्यौँ ओके डन यसको बारेमा कुरो गऱ्यौँ लार्ज पुलको कुरो गऱ्यौँ आर्मेन रिकभरीको लागि यो काम लाग्ने भनेर भनिसक्यौँ जावा पुलको कुरो गऱ्यौँ स्ट्रिम्स पुलको हामीले कुरो गऱ्यौँ राइट अब थोरै चर्चा गरौँ हामी पिजिए यो जुन प्राइभेट ग्लोबल एरिया भनेर भनेका छौँ नि हामी सो त्यसको बारेमा चर्चा गरौँ भनिन्छ जति पनि यो रनिङ ब्याकग्राउन्ड प्रोसेसेस होस् वा वा जति पनि यो हामीसँग एसजिए का प्रोसेसेसहरू होस् यहाँ जुन हामीले सर्भर प्रोसेसेस भनेर भनेको थियौँ एसइआर ओ गड एसइआर भिइआर सर्भर पिआरओसिइएसएस प्रोसेस 1 होइन हामीले बनाएको थियौँ नि त कति बेला कनेक्टिभिटीको लागि होइन सो हरेक युजरको करस्पोन्डिङ कनेक्टिभिटीको लागि सर्भर प्रोसेस भनेर हामीले बनाइराखेको थियौँ सर्भर प्रोसेस सो चाहे त्यो ब्याकग्राउन्ड प्रोसेसेसहरू होस् वा सर्भर प्रोसेसेसहरू होस् उसले युज गर्ने दुई टाइपको डेटा हुन्छ एउटा सेयर्ड डेटा हुन्छ एउटा चाहिँ प्राइभेट डेटा हुन्छ हरेक सर्भर प्रोसेससँग वा ब्याकग्राउन्ड प्रोसेससँग दुई किसिमका डेटा हुन्छन् आइदर सेयर्ड डेटा हुन्छ अर प्राइभेट डेटा हुन्छ सो सेयर डेटा राख्ने रिजन भनेको एसजिए हो होइन त्यो सेयर्ड ग्लोबल एरिया भन्छ कि त उसले बफर क्यासमा रिडुलग फाइलमा सेयर्ड पुलमा राखिराखेको हुनसक्छ वा त्यो प्राइभेट डेटा हो भने त्यो प्राइभेट डेटा चाहिँ हामीले पिजिए को एरियामा राखिराखेको हुन्छ यहाँनिर पिजिए को एरियामा हामीले राखिराखेको हुन्छ सो टु रिइटरेट मैले के भने भन्दाखेरि चाहे त्यो सर्भर प्रोसेसेसहरू होस् वा डेटाबेसको ब्याकग्राउन्ड प्रोसेसेसहरू होस् होइन दुवैले के गर्छ दुई किसिमका डेटालाई होल्ड गरेर राख्छ एउटा सेयर डेटा अर्को भनेको प्राइभेट डेटा सेयर डेटा बस्ने रिजनलाई सेयर ग्लोबल एरिया प्राइभेट डेटा बस्ने रिजनलाई प्राइभेट ग्लोबल एरिया भनेर भन्छौँ अर पिजिए भनेर भन्छौँ ओके सो मैले एक लाइन यहाँ तल गएर लेख्नु पर्ने रहेछ भने जस्ट टु राइट इट डाउन कहाँनिर छ भन्दाखेरि पिजिए भन्नेको होला तर यहाँनिर प्रोग्राम प्राइभेट ग्लोबल एरिया भनेर भन्छन् सो मैले यहाँनिर राखिदिन्छु येट टु बी डिस्कस भनेको छ नि त्यहाँनिर त्यही भएर मैले अस्ति हामीले कुरो गरिरहेको थियौँ सो फर each background processes and हामीले सर्भर प्रोसेसेस भनेर भनेको थियौँ सर्भर प्रोसेसेस there are two types of data पहिलो भनेको shared data यो कहाँ स्टोर हुन्छ shared global एरियामा अर्को हुन्छ प्राइभेट डेटा कहाँ गएर स्टोर हुन्छ पिजिए मा अगेन यु माइट आस्क धीरज सर भइदिएको सबै सर्भर प्रोसेसलाई भइदिएको सबै ब्याकग्राउन्ड प्रोसेसरलाई यदि प्राइभेट डेटामा ठाउँ पुगेन भने के गर्ने अगेन द सेम थिङ है सो त्यतिखेर चाहिँ हामीले मेमोरी बढाउनु पर्ने हुनसक्छ मेमोरी बढाउँदाखेरि यदि पर्सेन्टेज युज गरेको छ भने त्यो अटोमेटिकली इन्क्रिज हुने भयो वा हामीले म्यानुअली बढाइराखेको हुन सक्छौँ सो इभन द्याट इज चेन्जेबल पिजिएको साइज पनि
हाम्रो कन्फिगरेबल छ कि एउटाको त्यति तपाईँलाई इन्डिपेन्डेन्ट दिएको छ, त्यो कन्फिगरेबल छ। एक्ज्याक्टली कति राख्नु पर्ने हो भन्ने कुरा त्यो रुल अफ थममा हामीसँग केही पनि छैन, त्यस्तो चाहिँ स्पेसिफिक केही पनि छैन होइन। गिभ मी अ सेकेन्ड। सो त्यस्तो चाहिँ स्पेसिफिक केही पनि छैन। तर हामी के बुझौँ भने काम गर्दै जाँदाखेरि अपुग भएको रहेछ भन्ने कुराहरू हामीले प्यारामिटर्सको थ्रुबाट, त्यसो सेटिङ्सको थ्रुबाट, इभन हामी केही लग फाइलहरू स्टडी गरेर बल्ल थाहा पाउँछौँ कि अब मेरो प्राइभेट डेटाको एरिया, त्यो भनेको पिजिए जुन एरिया छ त्यो चाहिँ भरिन गइराखेको छ, त्यसले गर्दाखेरि इस्युजहरू आइराखेको छ, एन्ड वी निड टु इन्क्रिज द्याट साइज। ल यो कुरो भयो पिजिए को बारेमा। त्यसैमा अर्को एउटा प्रोसेस है, इफ यु लुक एट हियर, हामीले चेक पोइन्टिङको त कुरो गरिसकेको थियौँ होइन। सर्भिस मोनिटरिङ प्रोसेस भन्छ, सिस्टम मोनिटरिङ प्रोसेस भनेर एस1लाई हामीले कुरो गरेको थियौँ। सिस्टम्स मोनिटरिङ प्रोसेस भनेर एस1लाई कुरो गरेको थियौँ हामीले। यसले के गर्थ्यो, इफ यु रिमेम्बर, सिस्टम मोनिटरिङ प्रोसेस आफ्टर द डेटाबेस ह्याज बिन माउन्टेड, उसको काम चाहिँ त्यहाँनिर छ है, उसले भ्यालिडेट गर्छ भन्ने कुरो गरेका थियौँ हामीले। अब अर्को डिस्कसन गरौँ, यसले इन्टिग्रिटी मेन्टेन गर्छ कि। सो प्रोसेस मोनिटरिङ प्रोसेस भनेर भनिन्छ। नाउ प्रोसेस मोनिटरिङ प्रोसेस, अब यता सिनेरियोबाट बुझ्न खोजौँ है यसले। let us assume HR user is trying to connect. सो त्यो केसमा लिसनर भन्ने सर्भिसले उसलाई अथेन्टिकेट गर्छ, युजर नेम र पासवर्ड मिल्यो मिलेन भनेर यहाँनिर होइन। सो लिसनर भन्ने सर्भिसले हामीले के कुरो गरेको थियौँ यहाँनिर, लिसनर भन्ने हुन्छ अरे, LISTENER लिसनर भन्ने हुन्छ अरे। यहाँ एचआर युजरले कनेक्ट गर्न खोज्यो, सो लिसनर सर्भिस 1521मा डिफल्ट लोड गर्छ, अनि उसको लागि चाहिँ एउटा सर्भर प्रोसेसलाई उसलाई चाहिँ कनेक्ट गरेर राखिदिन्छ। अब त्यो पर्टिकुलर सर्भर प्रोसेस 1ले एचआर युजरको बिहाफमा सबै एसक्युएल स्टेटमेन्ट्सहरू एक्जिक्युट गराइराखेको हुन्छ। यो त एक लेभलको कनेक्टिभिटी हो नि त होइन, यो चाहिँ एक लेभलको के हो, कनेक्टिभिटी हो। आफै इमेजिन गरौँ, वन्स एभ्रिथिङ इज फाइन, नो प्रब्लम, वन्स एभ्रिथिङ इज फाइन, नो प्रब्लम, हामीले सटडाउन लेख्यौँ, त्यो सटडाउन भनेको ग्रेसफुल पनि भयो, नो प्रब्लम। त्यति बेला के हुन्छ, जब हामीले सटडाउन लेखिराखेको हुन्छौँ, all the processes उसको करस्पोन्डिङ सर्भर प्रोसेसेसहरूलाई एउटा किल कमान्ड जान्छ क्या, ठिक छ। सो मानव एचआर युजरले केही कामहरू यहाँनिर गरिराख्नु भएको थियो, फर इक्जाम्पल मैले यहाँनिर कनेक्ट गरिराखेको छु, इफ यु सी हियर। सो यहाँनिर मैले एउटा युजरलाई फेरि के गरौँ, STRT स्टार्टअप ओपन भनेर भनिदिउँ, OPN ओपन भनेर भनिदिउँ, एकछिन टाइम लिन्छ। सो मानव एचआर युजरबाट म कनेक्ट गर्छु। सो एचआर युजरको कनेक्सनको मिनिङ के हो, यो इन्टरफेसमा एचआर युजर कनेक्टेड छ। अब यसलाई टर्मिनेट गर्नलाई दुईटा तरिका छ, एउटा चाहिँ म लग अफ गर्छु बकाइदा होइन, सो लग अफ गर्छु। अर्को तरिका चाहिँ के हो भन्दाखेरि मैले सिधै यो जुन विन्डो खुलिराखेको छ त्यो विन्डोको क्रस बटनमा गएर मैले क्लिक गरिदिन्छु। फर इक्जाम्पल मैले CONNECT कनेक्ट, अनि पहिला चाहिँ अल्टर सेसन गरौँ, ALTR अल्टर SESSIN सेसन सेट कन्टेनर इक्वल्स XEPDB, ओके, connect HR at XEPDB1. So user, okay. अहिले यतातिर ध्यान नदिउँ है, अहिले यतातिर ध्यान नदिउँ, अहिले हामी कन्टेनर डेटाबेसमा उतातिर गइसकेका छैनौँ है। अहिले चाहिँ कन्टेनर डेटाबेस प्लगइन डेटाबेस सुरु गरे होइन हाम्रो चाहिँ मेरो सिस्टममा चाहिँ अहिले 18C रन भएको भएर र कन्टेनराइज्ड मोडमा भएको भएर विन्डोजमा, अनि मलाई यहाँ स्विच गर्नु पर्यो, न त मलाई एचआर युजर एक्सेसिबल हुँदैन थियो। सो अहिले पनि म भेरिफाई गर्छु सो युजर भनेर, ल सो युजर भन्ने बित्तिकै ठिक छ। सो अब म एचआर युजरबाट कनेक्टेड भइसकेँ। एचआर युजरको कनेक्सन हुनुको मिनिङ के हो, उसको करस्पोन्डिङ त्यो एचआर युजरको करस्पोन्डिङ एउटा सर्भर प्रोसेस 1 एक्टिभ भइसक्यो। अब मैले सेलेक्ट एक्सेस फ्रम इम्प्लोइज भनेर लेखेँ भने पनि त्यहाँ सबै इन्फर्मेसन्सहरू पहिला सेयर पुलमा, त्यसको करस्पोन्डिङ डेटालाई बफरको क्यासमा गएर डिबी राइटर प्रोसेसले त्यहाँ पपुलेट गरेर राखिराखेको हुन्छ।
मैले यहाँबाट बकाइदा मैले यहाँबाट सिधै लगआउट भनेर है या मैले लग अफ गरिराखेको छु, मैले एक्जिट गरेर लेखिराखेको छु भनेपछि कुनै प्रब्लम भएन, कुनै कुनै प्रब्लम भएन। यसले के गर्यो, एउटा किल कमान्ड, यसले चाहिँ एचआर युजरको बिहाफमा जुन सर्भर प्रोसेस छ नि त्यसलाई एउटा किल कमान्ड पठायो के, अनि त्यो सर्भर प्रोसेस रिमुभ भयो, मेमोरीलाई छोड्यो है, सेयर्ड ग्लोबल एरियालाई छोड्यो। छोड्नुको मिनिङ रिसोर्स फ्री भयो, उसले एक्वायर गरेको रिसोर्सेसहरू फ्री भयो, सच द्याट एनी अदर युजर who is now trying to connect to that database will be able to access that resource. Okay, so server process kill भयो यो नर्मल केसमा। बट वाट इफ मैले यही काम फेरि सिधै गर्न खोजेँ सिक्वल प्लस अनि त्यस पछाडि एचआर एट XEPDB1 मैले XEPDB1 भनेको लिस्टमा एउटा क्रिएट गरेर राखिरहेको छु कि, सो त्यसलाई मैले कनेक्ट गरेँ, भेट्दै छैन, एचआर एट XEPDB1 perfect, so user ओके फाइन। सो यो मेरो प्लगेबल डेटाबेसमा मैले कनेक्ट गरेर बसिराखेको छु। अब मैले यहाँ यतिखेरै यदि इनकेस मैले यसलाई यहाँनिर क्लोज गरिदिएँ भने नि यो सिस्टम त क्लोज भयो होइन, त्यो एचआर युजरले अब अहिले हामी चाहिँ डिस्कनेक्टेड भयौँ। डिस्कनेक्टेड हुनुको मिनिङ तिमी यहाँबाट हेर्छौ भने डिस्कनेक्टेड हुनुको मिनिङ यो चिज, यो लिङ्क अब एचआर युजरमा र यो डेटाबेसमा रहेन, तर यो सर्भर प्रोसेस ह्याङ्गिङ छ क्या। अब हाम्रो यो सर्भर प्रोसेस के छ त, ह्याङ्गिङ छ। अझ भन्यो भने यो प्यारेन्टलेस छ है। सो हामी यो प्रोसेसलाई डिस्कनेक्टेड भनेर भनौँ न अझ। सो यो चाहिँ हामी डिस्कनेक्टेड छौँ होइन। अब यसले अकुपाई गरेको जुन रिसोर्स छ नि त्यसलाई खाली गर्दै गर्दैन हो। P1 भन्ने प्रोसेस जुन अघि हामीले कुरो गरिरहेको थियौँ, यो P1 को काम के हो भने यो जब भ्यालु यति बेला चाहिँ यस्तो सिचुएसनमा P1 भन्ने हाम्रो साथीले यो प्रोसेस चलिराखेको हुन्छ र यस्ता टाइपका ओनरलेस प्रोसेसेसहरू टर्म मार्क गरौँ, यस्ता टाइपका ओनरलेस OWNERLESS ओनरलेस प्रोसेसेसहरूलाई यो हुनसक्छ, यो कमन चिज हो। सो यस्ता टाइपका ओनरलेस प्रोसेसेसहरू कुनै छन्, सर्भर प्रोसेस कुनै छन् भने त्यसलाई मोनिटर गर्छ र त्यसलाई किल गर्छ। हामीले केही गर्नु पर्दैन। लुक एट द मेमोरी म्यानेजमेन्ट। जाभा हैज इट्स ओन गार्बेज कलेक्सन भनेर हामीले पढेका छौँ। इभन तपाईँले त एडभान्स जाभा पनि पढ्दै हुनु भएको छ होइन। सो जाभा हैज इट्स ओन अटोमेटिक मेमोरी म्यानेजमेन्ट भन्छ। अब यो प्रडक्टमा, डेटाबेसको प्रडक्टमा त्यो फिचरलाई एउटा छुट्टै काम दिएको छ, SP1 भन्ने प्रोसेसलाई त्यो काम दिएको छ। हेर्नुहोस् है, यो तपाईँको जिम्मेदारी हो कि कहीँ पनि कुनै किसिमका ओनरलेस प्रोसेसेसहरू भए त्यसलाई तपाईँको जिम्मेदारी हो, त्यसलाई किल गर्नुहोस् देन एन्ड देयर। सो P1 भन्ने प्रोसेस, त्यसलाई हामी प्रोसेस मोनिटरिङ प्रोसेस भन्छौँ, उसले चाहिँ सबै प्रोसेसलाई मोनिटर गरेर बसिराखेको हुन्छ, चाहे त्यो सर्भर प्रोसेस होस् वा आफ्नो ब्याकग्राउन्ड प्रोसेसेसहरू होस्। र कुनै पनि सर्भर प्रोसेस यदि डिट्याच्ड भएर बसेको छ भने त्यसलाई चाहिँ इमिडिएटली क्लोज गर्छ। यो काम कसको रे, प्रोसेस मोनिटरिङ प्रोसेसको। यो कन्सेप्ट क्लियर? ओके, अब अर्को छ हामीसँग आर्काइभिङ भन्ने इन्फर्मेसन। अब यहाँनिर यदि हेर्ने हो भने यो आर्काइभिङ प्रोसेस भन्ने छ। यो आर्काइभिङ प्रोसेसलाई छुट्टै डिल गरौँला। जब हामी आर्काइभ लकको कुरो गर्छौँ त्यति बेला चाहिँ हामीलाई छुट्टै डिल गरौँला। अब थोरै चर्चा गरौँ यो पासवर्ड फाइलको बारेमा। इनिसियलाइजेसन प्यारामिटर पनि हामी डिस्कस गरिसकेका छौँ। कति बेला भेरिफाई गर्छ, सर्भरको स्टार्टअप प्रोसेसले पहिलो चिज चेक गर्ने भनेको इनिसियलाइजेसन प्यारामिटर फाइल। दुईटा फाइल हुन्छ, एउटा एस फाइल र पी फाइल, त्यसलाई हामी पछि हेर्छौँ। तर अहिलेको लागि के बुझौँ, इनिसियलाइजेसन प्यारामिटर फाइललाई फाइलभित्र कन्ट्रोल फाइलको लोकेसन हुन्छ। कन्ट्रोल फाइलभित्र डेटा फाइल र रिडु लाइक फाइलको इन्फर्मेसन हुन्छ। त्यही भएर इनिसियलाइजेसन प्यारामिटर फाइल सबैभन्दा पहिला चेक हुने फाइलमध्ये पर्छ। यदि त्यो भेटिएन र त्यसको इन्टिग्रिटी मेन्टेन छैन, त्यसमा चाहिँ रिड गर्न सकिएन, त्यसलाई रिड गर्न सकिएन भने हामी डेटाबेस सर्भरको प्रोसेस नो माउन्ट अवस्थामा पनि हामी जान सक्दैनौँ है। त्यो डिस्कसन हामीले गरिसकेका छौँ।
सो वाट अबाउट द पासवर्ड फाइल भनिन्छ जति पनि डिबिएजहरू छन् नि जस्तो सिस भए सिस्टम भए होइन जति पनि यस्ता टाइपका डिबिएजहरू छन् नि उनको लागि यदि पासवर्डलाई डेटाबेस भित्रै स्टोर गरिदिने हो भने डेटाबेस रिस्टार्ट नहुँदाखेरि के हुन्छ त प्रोसेस समस्या कहाँ हुन्छ त अब मेन युजरले पनि आफ्नो कुनै पनि काम गर्न पाएन सिस्टमलाई अझ डेटाबेसलाई चाहिँ मेन्टेनेन्सको काम पनि हुन सकेन बर्बाद भयो त्यही भएर यसको फिलोसफी छ ओराकलको एउटा फिलोसफी छ यो सिस र सिस्टम भन्ने युजरको पासवर्ड डेटाबेसभित्र नराखौँ न यसलाई चाहिँ अपरेटिङ सिस्टमको एउटा फाइल लोकेसनभित्र राखौँ न हो त्यो फाइललाई हामी पासवर्ड फाइल भन्छौँ आई रिपिट ओराकलको फिलोसफी के छ पासवर्ड फाइलको कन्सेप्टमा ओराकलको फिलोसफी के छ भने यो डिबिए जो कि हाम्रो सिस र सिस्टम हो जसले चाहिँ सिस्टमको मोनिटरिङको प्रोसेस गर्छ जब भनौँ हेर्ने काम गर्छ तिनको पासवर्डलाई पनि यदि डेटाबेस भित्रै स्टोर गरियो डेटा फाइलकै रूपमा टेबलकै रूपमा स्टोर गरियो भने डेटा क्रास हुँदा सर्भर रिस्टार्ट नहुँदा हामी त्यो पासवर्ड भ्यालिडेट गर्न सक्दैनौँ अथेन्टिकेट गर्न सक्दैनौँ एन्ड नथिङ क्यान बी डन देन सो उसले आर्किटेक्चर लेभलबाटै के गरिदिएको छ सिस र सिस्टमको पासवर्डहरूलाई छुट्टै ठाउँमा लोकेसनमा राख्छ सो जब जब म सिस एज सिस डिबिए भनेर भन्छु उसले चाहिँ पासवर्ड फाइलमा गएर आफ्नो पासवर्ड भ्यालिडेट गर्न खोज्छ क्या सो जब तपाईँले सिक्वल प्लस अनि युजरको नाम सिस्टम दिनुहुन्छ नि उसले चाहिँ अटोमेटिकली गएर कहाँ गएर खोज्छ त पासवर्ड फाइलमा गएर पासवर्ड म्याच गराउन खोज्छ क्या डेटाबेसमा गएर स्क्यान गर्दैन ओके सो द्याट्स वाट पासवर्ड फाइल इज युज फर कसको लागि सिस र सिस्टमको लागि अल अदर डिबिएस हामी डिबिएहरू क्रिएट गर्न सक्छौँ सो अल अदर डिबिएस का इन्फर्मेसनहरू डेटाबेसको टेबलभित्र हुन्छ तर सिस र सिस्टम भन्ने जुन यो दुईटा एकाउन्ट छ तिनको पासवर्ड होल्ड गर्ने भनेको पासवर्ड फाइलमा हो सिस एन्ड सिस्टम तपाईँ जेसुकै पासवर्ड राख्नुहोस् हामीले त ओडाकल ओडाकल राखिरहेको छौँ एकछिनको लागि होइन सो सिस अरू सिस्टम युजरको पासवर्ड बस्ने भनेको पासवर्ड फाइल यो चाहिँ भनेको डिस्क फाइल हो एक्चुली यो चाहिँ डिस्कको लोकेसन हुन्छ यो चाहिँ डिस्कको लोकेसन हो सो इफ द्याट इज सो इम्पोर्टेन्ट इभन दिस हेज टु बी ब्याकअप राइट सो त्यसको पनि हामी करस्पोन्डिङ ब्याकअप लिइराखेको हुन्छौँ सच द्याट रिस्टोर गर्ने बेलामा पासवर्ड फाइल पनि रिस्टोर भयो भने हामी कुनै नयाँ सर्भरमा त्यसलाई यसको ठ्याक्कै रेप्लिका जस्तो क्रिएट गराउन सक्छौँ ओके आर्काइभ रिडु लग फाइल्सहरू जुन आर्काइभको प्रोसेसको डिस्कसन हामीले गर्न बाँकी छ भनेको थियौँ त्यति बेला आर्काइभ रिडु लग फाइल्सको बारेमा पनि सेपरेटली डिस्कस गरौँला नेक्स्ट क्लासमा आजलाई चाहिँ नगरौँ सो आर्काइभको प्रोसेस आर्काइभिङ प्रोसेस र आर्काइभ रिडु लग फाइल्स यो दुवै डिस्कसन चाहिँ हामी नेक्स्ट क्लासमा गर्छौँ यहाँसम्म जे जति हामीले आज डिस्कस गऱ्यौँ यो सबै कन्सेप्ट क्लियर छ सुबोध ओके सो यति भनिसके पछाडि अब थोरै चर्चा गरौँ हामी रिडु लग बफर भन्ने एउटा माथि एउटा सेक्सन छ रिडु लग बफरको आर्किटेक्चरको बारेमा यसले काम कसरी गर्छ यहाँ है यहाँ छ रिडु लग बफर सो म यो रिडु लग बफर र लग राइटर भन्ने जुन प्रोसेस मैले अहिले देखाइराखेको छु यहाँ देखाउँदा त छुच्चे एउटा प्रोसेसको रूपमा मैले देखाएँ तर यसलाई यदि माइक्रोस्कोपिक लेभलमा यदि हेर्ने हो भने एक्चुअली रिडु लग ग्रुप भनेर बनाउँदो रहेछ सो अब मैले यहाँनिर अलिकति मैले यहाँनिर चाहिँ एउटा ब्लक नै बनाऊ एकैछिन ल ओके सो यहाँ चाहिँ हामीले अहिले डिस्कस गर्न लागेको भनेको रिडु लग बफरको बारेमा रिडु एलओजी लग बियुएफएफ बफरको बारेमा हामीले हेर्न लागेका छौँ ओके सो लेट्स इमेजिन we have a buffer cache so so we have a buffer cache here we have a buffer cache then after we have a redo log buffer location यसलाई चाहिँ मैले एकछिनको लागि बफर क्याश भनेर भनिदिएँ सो अघि हामीले कुरो गरे जस्तो नेक्स्ट हामीसँग छ
लेट्स कल इट redo log buffer. सो यसलाई चाहिँ मैले redo log buffer भन्छु। यो पनि मेरो लागि redo log buffer हो। यो जुन मैले अघि हामीले कुरो गरिराखेको थियौँ प्रोसेसको बारेमा। सो मसँग एउटा प्रोसेस छ, त्यो प्रोसेसको नाम हो LGWR or log writer भन्छ। LGWR or log writer भन्ने प्रोसेस छ हामीसँग। सो लग राइटर भन्ने प्रोसेसले हामीसँग डिफ्रेन्ट रिडु लग फाइल्सहरूको if you look at here, so we have several, if you look at here, we have several यसलाई चाहिँ रिडु लग ग्रुप्स भनेर भन्छौँ। यसको नाम चाहिँ रिडु लग ग्रुप्स भनेर राख्दिउँ, रिडु लग ग्रुप्स। अब त्यो ग्रुपमा सेभरल, त्यो ग्रुपमा चाहिँ हामीसँग के छ त, त्यो ग्रुपमा हामीसँग यस्तो टाइपको सेभरल लग राइटरको रिडु लग फाइल्सहरूको ग्रुप छ क्या हामीसँग। सो त्यसै एउटा ग्रुप यहाँ छ हैन। सो मैले कन्ट्रोल थिचेँ अनि अर्को पनि यहाँ कपी बनाइराखेको छु। सरी, कन्ट्रोल सी, कन्ट्रोल भी, सो यहाँ छ। अब यो मिनिमममा यो जुन अहिले मैले गर्न खोजिराखेको छु है, सो अहिले जुन मैले गर्न खोजिराखेको छु यसलाई मल्टिप्लेक्सिङ भन्छ कि यो कन्सेप्टलाई है। सो यो कन्सेप्टलाई हामी मल्टिप्लेक्सिङ भनेर भन्छौँ। मल्टिपल राखिराखेको हुन्छ। कमनली यो चारवटा चाहिँ हुन्छ नै हैन, यो चारवटा चाहिँ हुन्छ नै। ल लेट्स कल दिस एज ग्रुप 1, लेट्स कल दिस एज GROUP ग्रुप 2, लेट्स कल दिस एज GROUP ग्रुप 3 एन्ड दिस वान एज GROUP ग्रुप 4। यसमा हुन्छ यो के हो त, मैले अघि भने जस्तो यो चाहिँ के हो चाहिँ के, यो रिडु लग फाइल्सहरू हुन्। REDO रिडुको लग फाइल्सहरू यिनीहरू नै हुन्। सो यो पनि एउटा रिडु लग फाइल हो, यो अर्को रिडु लग फाइल हो हैन, यो चाहिँ अर्को रिडु लग फाइल हो। अब गरिन्छ के, ध्यान दिउँ। सो यो रिडु लग फाइल्स भनेको यस्तो टाइपको, यहाँ भित्र चाहिँ मिनिमममा यस्तो, मैले चाहिँ एकैछिन सरी। सो यो मेरो प्याडको प्रब्लम छ यहाँनिर। ल सो अब यहाँनिर हेर्ने हो भने लग फाइल्सहरू चाहिँ यिनीहरूलाई भनिन्छ, यो चाहिँ होइन कि। यसलाई त ग्रुप होल भनेको ग्रुप हो, अनि यसलाई चाहिँ रिडु लग फाइल भनिन्छ। यसलाई चाहिँ मिनिमममा यसको दुईटा रेप्लिका चाहिँ बनाइन्छ, सो यो मिनिमममा यो भित्र लिएर जाउँ यो एरोलाई। सो यो चाहिँ रिडु लग फाइल। ओके, सो हरेक ग्रुपमा एटलिस्ट 2 रिडु लग फाइल्स हुन्छ भनेर कति टिप्नु पर्छ टिपेर राखौँ। मिनिमम यसलाई चाहिँ हामीले के भन्छौँ, MINIMUM, मिनिमम 2 redo log files in each group, minimum 2 redo log files in each group. And this process is known as multiplexing. यो के को लागि युज गरिन्छ त भन्दा, this process known as multiplexing के को लागि युज गरिन्छ, भइपरीको लागि यहाँ। So from the redo log buffer, you copy the data and you write into the first redo log file, र त्यही डेटालाई एक्ज्याक्टली त्यही डेटालाई चाहिँ हामी फेरि अर्कोमा पनि कपी गर्छौँ। ओके, सेम फेरि अर्को प्रोसेसमा चाहिँ हामीले राइट गरिराखेको छौँ भने फेरि अर्को पनि हामीले यहाँनिर राइट गरिराखेको हुन्छौँ।
सो फेरि हामीले के गर्छौँ त त्यो इन्फर्मेसन अर्को फाइलमा पनि राइट गर्छौँ एक्ज्याक्टली सेम इन्फर्मेसन फेरि हामी अर्को फाइलमा पनि राइट गरेर राखेको हुन्छौँ एन्ड इन द्याट वे यसलाई चाहिँ हामीले मानव भर्यो यो साइज हामीले अगतिर भरिसक्यो ग्रुप वानको फाइल साइज भरिसक्यो अब के हुन्छ यहाँ पनि हामीसँग यहाँ डबल छ यहाँ चाहिँ हामीसँग डबल छ रिडु लग फाइल्सहरू सो अब नेक्स्ट ग्रुपमा जान्छ अब यो ग्रुप चाहिँ स्विचिङ गर्छ क्या यसलाई चाहिँ हामी के भन्छौँ ग्रुप स्विच अर लग स्विच भनेर भन्छौँ यो प्रोसेसलाई यो जुन मैले भर्खरै ड्र गरेँ नि यो प्रोसेसलाई लग स्विच भनेर भनिन्छ यसलाई चाहिँ हामीले के भन्छौँ म यहाँनिर नलेखौँ कन्ट्रोल जेड सो यसलाई चाहिँ मैले लग स्विच भनेर यहाँ तलतिर लेखिदिन्छु लग स्विच यो टेक्निकल टर्म है कति कपी टिप्नु पर्छ टिपेर राखौँ लग स्विचिङ एक्चुअली यो ग्रुप ए को दुवै रिडु लग फाइल भरियो भने ग्रुप बीमा हामी अटोमेटिकली स्विचिङ हुन्छ हामीले गर्नु पर्दैन अटोमेटिकली स्विचिङ हुन्छ त्यति बेला एक्सक्युज मी त्यति बेला लग राइटर प्रोसेसलाई थाहा हुन्छ कि अहिलेको एक्टिभ ग्रुप भनेको हाम्रो यो ग्रुप 2 हो है भनेर सो उसले फेरि आफ्नो रिडुको लग फाइलमा लेख्छ त्यसको मल्टिप्लेक्सिङ डाइरेक्टली कपी एक्ज्याक्ट रेप्लिका बनाउँछ अर्को करस्पोन्डिङ रिडु लग फाइलमा इन द सेम ग्रुप फेरि भर्छ फेरि काम गरिराखेको हुन्छ फेरि भर्दै जान्छ काम गरिराखेको हुन्छ एन्ड सो अन यो भरिसके पछाडि फेरि के गर्छ स्विच गर्छ ग्रुप 3 मा स्विच गर्छ यो जुन मैले अहिले प्रोसेस भनिराखेको छु नि यो प्रोसेसलाई यसको एडभान्टेज कहाँ लिन सकिन्छ इमेजिन गरौँ इफ देयर इज अ क्रास होइन त्यो क्रास भयो भने यो लक स्विच अपरेसन्समा चाहिँ यसको एकदम ठुलो रोल हुन्छ कि मैले अस्ति पनि भनेको थिएँ लग राइटरको प्रोसेस कहाँ काम लाग्छ क्रास एन्ड रिकभरी जब हामी आर्मेन हेरौँला त्यति बेला क्रास एन्ड रिकभरी गर्ने पोइन्टमा त्यतिखेर हामी हेरौँला सो लग स्विच अपरेसन यो जुन मैले लग स्विचिङ भने अर लग स्विच अपरेसन भने सो once there is full है all of them are full then it works like a circular memory तिमीले सोध्न सक्छौ मलाई धीरज सर के भयो चारवटा हजुरले भन्नुभएको थियो यो चारैवटा रिडु लग ग्रुप्सका चारैवटा ग्रुप फुल भयो भने के हुन्छ त हो त्यो फुल भयो भने अब फेरि यो सर्कुलर चाहिँ यहाँनिर आउँछ यो ग्रुप भरिसके पछाडि मानव यो पनि भरिसक्यो रे यहाँ पनि भरिसक्यो रे सो अब चाहिँ कहाँ जान्छ त ऊ यहाँनिर जान्छ फेरि ग्रुप 1 मा जान्छ यसलाई चाहिँ हामी सर्कुलर भनेर भन्छौँ क्या यो चाहिँ हाम्रो लागि सर्कुलर मेमोरी CIR सर्कुलर मेमोरी टाइपले काम गर्छ तर तबसम्म यसलाई चाहिँ स्टोर गरेर राखिराखेको हुन्छ तबसम्म यो इन्फर्मेसन्सहरू स्टोर गरेर राखिराखेको हुन्छ but once every group has been fulfilled every group has been say assigned or every group has been filled only then a cycle will be performed for the first group again यो अल्गोरिथम इन्टरनली ओराकलले युज गर्ने अल्गोरिथम होप कि यहाँसम्मको तिमीलाई कन्सेप्ट क्लियर छ होइन सो अब नेक्स्ट क्लासमा भनौँ न अब भोलिको नेक्स्ट क्लासमा चाहिँ हामी यसैलाई फर्दर कन्टिन्यू गर्छौँ यो आर्किटेक्चर वाइज हामीले धेरै डिस्कसनहरू गऱ्यौँ धेरै कुराहरू हामीले देख्यौँ सो म यो फाइल पनि सेयर गरिदिन्छु मैले हुन त धेरै कुराहरू बोलेर गएँ रेकर्डिङमा यसो बिस्तारै स्लो गरेर सुन्ने अनि आफ्नो करस्पोन्डिङ नोट्स बनाउने बफर क्यास यहाँ के गरेर बसिराखेको छ हामीले हिजो अस्ति कुरो गरिरहेको थियौँ बफर क्यासमा जे जति चेन्जेसहरू हुन्छ नि चाहे त्यो इन्सर्ट होस् टेम्पोररी अपडेट होस् टेम्पोररी होइन सो डिलिट अपरेसन्सहरू होस् टेम्परेटली यो टेम्पोररी अपडेटहरू सबै अपरेसन्सहरूलाई रिडु लग फाइलमा तत्कालमा देन एन्ड देयर ट्रान्जेक्सनल मोडमा देन एन्ड देयर यसले चाहिँ आफ्नो इम्प्याक्टहरू रेकर्ड्सहरू राखिराखेको हुन्छ डेटाबेस राइटर प्रोसेसले डेटा फाइलमा चेन्ज गर्नु पर्यो भने सर्टेन टाइम लिन्छ तर बफर क्यासमा भएका इमिडिएट चेन्जेसहरूलाई रेकर्ड गर्नु पर्यो भने रिडु लग बफरले तत्कालमा त्यसलाई पुल गरेर लग राइटरको थ्रु उसले रिडु लग फाइल्सहरूमा स्टोर गरेर राखिराखेको हुन्छ डु वी हेभ एनिथिङ भन त हजुर 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 बोथ कमिटेड एन्ड अनकमिटेड each and every
अन अन यस्तो अनकमिटेड चाहिँ हाम्रो रोल ब्याक हुन्छ। रोल ब्याक भनेको अर्लियर कन्सिस्टेन्सीमा जान खोजिराखेको हुन्छ। तर जस्ट फर इक्जाम्पल कमिटेड चाहिँ भयो होइन, यहाँनिर तिमीले देख्यौ भने बफर क्यासमा कमिटेड भइसक्यो। बफर क्यासमा कमिटेड हुनुको मिनिङ के हो, मानव 10वटा चाहिँ अलरेडी 1 to 10 चाहिँ अलरेडी कमिटेड थियो, 5वटा अझ पनि कमिट भइसक्यो, सिओएमएमआइटी 5वटा अरू ट्रान्जेक्सन पनि कमिट भइसकेको छ। तर त्यो प्रोसेसेसहरू डिस्कमा राइट भइसकेको छैन रे, होइन। छन त अरू ट्रान्जेक्सन्सहरू पनि छन्, 8वटा 10वटा होलान्, तर यो 5वटा चाहिँ कमिटेड ट्रान्जेक्सन्सहरू हुन्। त्यो कमिटेड ट्रान्जेक्सनको इन्फर्मेसन पनि त लग राइटर भित्रै छ नि। त्यसलाई चाहिँ रिडु एप्लाई गर्नु पर्यो। हामी अनकमिटेड ट्रान्जेक्सनको बारेमा त चर्चा गरेकै छैन। यो जति पनि प्लस मैले देखिराखेको थिएँ हिजो अस्तिदेखि, यो +5 ट्रान्जेक्सन भनेको कमिटेड ट्रान्जेक्सन्सहरूका अपरेसन हुन्, जो कि बफर क्यासबाट डेटाबेस राइटर प्रोसेसले डिस्कमा लेखिसकेको थिएन। तर लग राइटरले चाहिँ उसले चाहिँ लग स्विच गर्ने बेलामा या लग ग्रुप्सहरूमा चाहिँ गएर स्टोर गरिराखेको छ, राइट। सो यहाँ चाहिँ बसिराखेको छ, यो लग रिडु लग फाइल्सहरूमा चाहिँ बसिराखेको छ, तर हामीसँग चाहिँ डेटा फाइलसम्म छैन। गट द आइडिया? ल, तर स्टोर गर्ने बेलामा चाहिँ यो सबै स्टोर गर्छ कि, बोथ कमिटेड एन्ड अनकमिटेड वन्स, होइन। सो कमिट हुने बित्तिकै यसमा चेन्ज गर्ने भने होइन, त्यहाँ चाहिँ अपरेसन सकिसके पछाडि त्यहाँ बफर अपडेट हुने बित्तिकै यहाँ लगमा गएर राइट गर्छ। डन। ल, अब यति भनिसकेपछि हामी यसैलाई फर्दर कन्टिन्यू गरौँला, यो लग राइटरको प्रोसेस। सो आर्किटेक्चर हेर न, यो आर्किटेक्चर कति स्ट्रेन्थको आर्किटेक्चर छ क्या, त्यही भएर हामीले यत्रो ध्यान आर्किटेक्चरमा दिइराखेको छौँ। यत्रो प्रोसेसरको बारेमा थाहा पायौँ होइन, फ्लोको बारेमा हामीले थाहा पायौँ। अनि एडभान्टेज के हुन्छ, भोलि पर्सि तिमीलाई कहीँ केही समस्या भयो भने फलानु प्रोसेसलाई रिस्टार्ट गरौँ, होइन, फलानु प्रोसेसलाई मेमोरी बढाइदिउँ, फलानु ठाउँमा चाहिँ मेमोरी बढाइदिउँ। अनि इस्यु केले गर्दाखेरि हुनसक्छ क्रस भेरिफिकेसन गर्नलाई हामीलाई सजिलो भयो। एरर मेसेज पढ्दा पनि हामीलाई ठ्याक्कै थाहा हुन्छ फलानु ठाउँमा यो इस्यु रहेछ भनेर। सो त्यस्ता किसिमका कामहरू गरौँला। रिडु लग फाइल्सहरू चाहिँ जानी जानी डिलिट गरौँला। कन्ट्रोल फाइललाई जानी जानिकन फालौँला, होइन। पहिला ब्याकअप लिएर अनि त्यसपछि हामी फालिदिन्छौँ। फालेपछि त अब सिस्टम रिस्टार्ट नै हुँदैन। रिस्टार्ट नभइसक्यो जबसम्म कन्ट्रोल फाइल भेट्दैन स्टार्ट हुँदैन। अनि हामी के गर्छौँ, आफ्नो प्रोसेसबाट कन्ट्रोल फाइललाई फेरि ब्याकअप राख्छौँ, इनिसियलाइजेसन प्यारामिटर पढ्छौँ, त्यहाँबाट कन्ट्रोल फाइल कहाँ हुनुपर्छ भनेर के नामले हुनुपर्छ भनेर देखिसके पछाडि कन्ट्रोल फाइललाई हामीले चाहिँ एमभी कमान्ड पढाएको छौँ नि त, सिपी कमान्ड पढाएको छौँ नि त हामीले, हो त्यो यही दिन हेर्नलाई हो कि त्यो सिपी कमान्ड र एमबी कमान्ड यसैको लागि हो हामीले पढेको। सो इनिसियल प्यारामिटर फाइलमा फाइल हाम्रो कन्ट्रोल फाइलको नाम के हुनुपर्छ, कहाँ गएर बस्नुपर्छ भन्ने कुरा हामी थाहा पाउँछौँ, र त्यो थाहा पाइसकेपछि बल्ल काम गर्छौँ। मानौ अब इनिसियल प्यारामिटर फाइल नै करप्ट छ, त्यो नै पढ्न पाइएन भनेपछि त्योभन्दा अगाडि हामीले ब्याकअप गरेर राखिसकेका हुन्छौँ, टाइमली ब्याकअप, त्यो पी फाइल र एस फाइललाई, त्यसलाई गएर हामी क्याट गरेर स्टडी गर्छौँ। त्यो क्याट गरेर स्टडी गर्ने बित्तिकै यसलाई चाहिँ रिस्टोर गर्छौँ। इनिसियल प्यारामिटर फाइल रिस्टोर भइसक्यो, अब त्यहाँभित्र कन्ट्रोल फाइलको लोकेसन छ, कन्ट्रोल फाइल त्यहाँनिर हामी कपी पेस्ट गरिसक्यौँ, त्यहाँभित्र डेटा फाइल र रिडुलर फाइलको लोकेसन छ। लोकेसन फेर्न पनि पाइन्छ, तर यदि हामीले चाहन्छौँ भने त्यो फेर्न पनि पाइयो, तर राख्नु मन लागेको छ भने हामीले त्यतिखेर डेटा फाइल्स र रिडुलर फाइलको इन्फर्मेसन स्टोर गरिदिन्छौँ। वी आर डन। त्यति गर्ने बित्तिकै अनि सर्भर प्रोसेस बल्ल माउन्ट अवस्थामा जान्छ, है त। ल, मैले रेकर्डिङ स्टप गरेँ अनि भोलि यही डिस्कसनलाई हामी फर्दर कन्टिन्यू गर्छौँ। मलाई लाग्छ अब लास्ट 1-2वटा प्रोसेसहरू छुट्या हो भने हो, अनि भोलि त त्यसलाई समराइज गरेर ऱ्यापअप गरौँला आर्किटेक्चरको पोइन्ट अफ भ्यूबाट। अनि त्यसपछि हामी लेट मी चेक क्विकली, भेरी क्विकली मेरो सिलेबस एकचोटि सर हेर्छु मैले केही छोडेँ कि भनेर। सो स्टार्टअप एन्ड सटडाउन डेटाबेसेस भयो, डिबिसिए टेम्प्लेट, अब इन्टरप्राइज लेभलका कुराहरू हामी गर्छौँ। अनि फिजिकल एन्ड लजिकल स्ट्रक्चर्सको डिस्कसन हामीले गऱ्यौँ। टेबल स्पेस हामीले बनाइसकेका छैनौँ। विल डिस्कस वान आफ्टर एन्डर, है। यो आर्किटेक्चरमा अलिकति बढी समय मैले दिनुपर्ने मेन रिजन, अब मलाई काम गर्न सजिलो हुन्छ। मेमोरी स्ट्रक्चरको कुरो गऱ्यौँ, ब्याकग्राउन्ड प्रोसेसको कुरो गऱ्यौँ, स्टार्टअप एन्ड सटडाउनको प्रोसेसको कुरो गऱ्यौँ। यो 2टा क्लासमा भ्याइन्थ्यो, तर हामीले त्योभन्दा अलिक बढी लगायौँ, है। सो नेक्स्ट क्लासमा हामी डिबिसिए भन्ने युटिलिटी हामी हेर्छौँ। टेबल स्पेसेस कसरी क्रिएट गर्ने, डेटा फाइल्सहरू कसरी जेनेरेट गर्ने र रिजेनेरेट गर्ने, त्यो डिस्कसन पनि गरौँला।
अनि त्यसमा चाहिँ फिजिकल र लजिकल स्ट्रक्चर्सहरूको कुरो गर्दै त्यसलाई चाहिँ कम्प्रेसन टेक्निक्सहरू कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ त, विल टक अबाउट द्याट। स्पेस म्यानेजमेन्ट डिस्क भरिँदै गयो, 10%, 20%, रेट कति छ भरिने, होइन, त्यो सबै हामीले स्टडी गरेपछि त्यो स्टोरेज म्यानेजमेन्टको डिस्कसन पनि गर्छ है त। अनि मलाई लाग्छ यो मोड्युल 3 हाम्रो सकिन्छ। सकिसके पछाडि अब नेक्स्ट इम्पोर्टेन्ट पार्ट भनेको आर म्यानुअल, अघिदेखि जुन मैले हामी कुरो गरिराखेको छौँ त्यो चाहिँ आर म्यानुअल। फ्ल्यास ब्याक भनेको पोइन्ट इन टाइम, 2 दिन अगाडि 3 दिन अगाडि मेरो डेटाबेसको अवस्था के थियो त फर्काइदेऊ प्लिज भन्दाखेरि हामी 3 दिन अगाडि पनि डेटाको अवस्थामा जान सक्छौँ। ओके, सो 3 दिन अगाडिको अवस्था कस्तो थियो, या 15 मिनट अगाडि चाहिँ सबै काम सही चलिराखेको थियो, 15 मिनटदेखि हाम्रो सर्भर डाउन छ, होइन, भने चाहिँ हामी 15 मिनट अगाडिको त्यो ठ्याक्कै त्यो पोइन्ट अफ टाइममा हामी जान सक्छौँ। अन्ली इफ यो फ्ल्यासब्याक टेक्नोलोजी इज अन। हामीले एफआरए भनेर इन्स्टलेसन गर्ने बेलामा एफआरए फास्ट रिकभरी एरिया भनेर छुट्याएको थियौँ नि त, त्यो त्यसैको लागि हो कि फ्ल्यासब्याकको लागि हो त्यो गर्ने है। तर यो जानुभन्दा अगाडि अनि हामी सर्व चर्चा गरौँला। अनि त्यस पछाडि हामीसँग यो ऱ्याक र पर्फर्मेन्स ट्युनिङ हो, त्यो डिस्कसन गर्ने बित्तिकै विल बी डन। एन्ड लास्टली कन्टेनर डेटाबेस। हेर, यति गर्दा गर्दै पनि भोलि पर्सि हामीलाई चाहिने भनेको एआई नै हो, किन अहिले क्लाउडको जुन लेभलले तरिकाले काम बढिराखेको छ। सो लेट्स सी यो कोर्स मोड्युलमा अझ मैले त्यहाँनिर थप्न सक्छु भने त्यहाँ क्लाउड फर्मेसनका कुराहरू, होइन, क्लाउड बेस्डमा कसरी गर्न सकिन्छ, म त्यो त्यो पनि एउटा नोट्सको पार्ट चाहिँ मैले प्रिपेयर गरिराखेको छु। विल टक अबाउट दोज थिङ्स एज वेल। ओके, सो झन्डै झन्डै अब हाम्रो 20-25 दिनभित्र चाहिँ यो 20 दिन लाग्छ होला, 20 दिन त अझ लाग्छ। यो तिमी थकाइ त भएको छैन नि तिमीलाई? यो त्यो लोड चाहिँ अलिक धेरै, कन्टेन्टको लोड चाहिँ धेरै भयो, कन्टेन्टको लोड धेरै भए पनि प्र्याक्टिस रेगुलरली गऱ्यो भने, पहिला चाहिँ हामीले लिनक्सको कमान्डहरू पनि हेर्दै 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 रेगुलर प्र्याक्टिस गरिराखेको छु भने सजिलो हुन्छ, होइन। तर बिचमा छोड्यो, भुल्यो या भट्कियो भने, बाटो बिरायो भने चाहिँ गाह्रो हुन्छ। अँ, अनि ठिक, तर केही समस्या भयो भने सोध्ने, सर मैले यो नोट्स त बनाएँ तर यसमा चाहिँ यो काम गर्दाखेरि यो पर्टिकुलर इन्भाइरोमेन्टमा भएन, होइन, अनि त्यतिखेर हेरौँला। अझ मेन काम हेर्नै बाँकी छ, जब हामी रिकभरी र फ्ल्यासब्याक हेर्छौँ नि, देन युल हेभ अ डिफ्रेन्ट लेभल अफ सेटिस्फ्याक्सन। ए जसोसुकै डेटाबेस अब मेरो हातमा छ, मेरो कन्ट्रोलमा छ, डिआर साइट्सहरूलाई मैले अब मेन्टेन गर्न सक्ने भइसकेँ, होइन। सो हामी आफै 2-3टा नोडहरू क्रिएट गरेर एउटा सर्भरलाई हामी डाउन गर्छौँ, अर्को सर्भर अप गरिराखेको हुन्छौँ, अनि त्यहाँबाट ब्याकअप हामी तानेर रिकभर गर्छौँ। अब म तिमीलाई एनटिसीको सर्भरमा लान सक्दिनँ, हेर सुबोध, होइन, म एनसेलको सर्भरमा लान सक्दिनँ तिमीलाई, तर त्यो लेभलको सिमुलेसन चाहिँ हामीले यहाँ बसेर गर्ने हो क्या, है। सो त्यही ठ्याक्कै त्यस्तै टाइपको तिमीले पिक्युलर सिचुएसनहरू देख्छौ। 90% अफ द प्रब्लम्स द्याट वी डिल हियर, वी डिल इन द इन्डस्ट्री। रिमेनिङ 10% भनेको त्यो पिकुलर सिचुएसन्सहरू उनीहरूको केसमा, उनीहरूको बिजनेस डोमेनमा, अब होइन, अब कस्तो मेडिकल सेटअपमा छ भनेपछि उनीहरूको त्यस्तै किसिमका डेटा फाइल्सहरू होलान्, होइन। अनि मानौ हामी युट्युबको एउटा क्यास सर्भर चाहिँ नेपालमा राख्यो रे, अनि तिमी चाहिँ आज त्यहाँनिर डिबिएको रूपमा काम गरिराखेको छौ भने चाहिँ उनको क्यासिङ सर्भरलाई ह्यान्डल गर्नको लागि सेपरेट टेक्नोलोजिजहरू युज गरिराखेको हुनसक्छ। टेक्नोलोजीको स्ट्याक नै डिफ्रेन्ट हुनसक्छ, होइन, मेबी ओराकल मात्रै पनि नहोला, त्यहाँभित्र चाहिँ मल्टिपल पर्पजको लागि डिफ्रेन्ट डेटा बेसेसहरूलाई इन्टिग्रेट गरिएको हुनसक्छ। बट नाउ यु हेभ द फन्डामेन्टल नलेज कि कसरी चाहिँ एप्लिकेसन फ्लो हुनसक्छ भनेर। ल, अहिले यति गरौँ। गुड नाइट। के